अझै मेरो नातिनी छोरी स्कुल छोरी त दिस इज छोरी होइन मेरो जन्म मैले जन्म गरेँ छोरी त पर्यो नि त मेरो मैले जन्म त मेरो नातिनी कसको छोरी त अनि साथीहरू टेम्पो कुदिरहेछ है यतिखेर चाहिँ भाइ कतिखेर आउँछ भनेर टेम्पोमा गाडीमा लागेको भए अघि जाइन्थ्यो गाडीमा लागेन गाडीमा लागेको भए त मलाई कति हतार हुन्थ्यो क्या एकदम हतार भएर बस्नु पर्थ्यो अनि हेलो हाई नमस्ते साथीहरू भिडियो छाटपिन गरिसकेको छु आजको दिनभरिको ब्लगिङ हजुरहरूलाई देखाउँछु है त साथीहरू हेर्नुहोला अनि हेर्नु न पाहाडमाथि यस्तो दामी भ्यू छैन है यो भ्यू चाहिँ यस्तो सिम्पल पनि छ यो चाहिँ धरानतिर फुस्रे पर्छ है साथीहरू ल अहिले निस्क अहिले सँगसँगै नकुद्ने अनि साथीहरू आज दिनभरि के हुन्छ हजुरहरूले भिडियोमा हेर्नु होला है साथीहरू यिनीहरूलाई यसो पठाएपछि म चाहिँ झन्नै काम छ है साथीहरू अनि चाहिँ साथीहरू आजको दिनभरिको भ्लग हजुरहरूलाई देखाउने छु यहाँ चाहिँ घाल्टाङ गर्दै चक्कर गएछ अनि च्यानललाई सब्सक्राइब भएको छैन अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला नयाँ साथीहरूलाई पनि मेरो च्यानलमा धेरै धेरै स्वागत छ है साथीहरू अनि नयाँ साथीहरूले पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु यस्तै त्यस्तै भिडियो हजुरको माझमा मेरो डेली रियल ब्लगिङ लिएर आउनेछु है त स्कुलबाट बच्चाहरू यो घरमा चाहिँ धेरै भाडामा बस्छ नि त स्कुल जाँदैछ बच्चाहरू पनि है अहिलेको स्थिति चाहिँ यस्तो छ घाम अलिअलि लागिरहेछ है हुँदैन पैसा आइहाल्छ किनेर पैसा साथीहरू मैले चाहिँ के गरेको होला यस्तो है भद्रगोल यता मैले चाहिँ कबर्डमा चाहिँ सामान मिलाउँदैछु अनि यहाँ हेर्नु न यस्तो भद्रगोल छ है छाताको गरम पनि भाँचेछ निकालेको उताबाट आउँदाखेरि अनि मैले चाहिँ अब यो मिलाइसक्नु पर्ने छ है यो चाहिँ मैले मिलाइसक्नु पर्ने छ अझ घाम पनि टन्नै आइरहेछ यस्तो छ हालत चाहिँ अनि मैले चाहिँ मिलाइसक्नु पर्ने छ कसो होला त यत्रो गिजिङमा मिलाउँदाखेरि दिमागकै खान्छ अनि त्यसपछि खानपान बनाउनु पर्ने छ यता पनि यस्तो ओछ्यान मिलाएको छुइनँ उता कोठातिर भद्रगोल छ अनि त्यसपछि किचनमा देखाउँछु साथीहरू बच्चाहरू स्कुल गएपछि हालत कस्तो हुन्छ भने नि होइन फेरि आएको त्यही माथिको बिमारी है यहाँको हालत हेर्नु है यस्तो छ बर्बाद छ यसरी यहाँ जुठो किचनमा त्यस्तो भइरहेछ अनि यहाँ पनि अनि आज चाहिँ म यो बोडी र आलु पकाउँछु है साथीहरू अनि अब चाहिँ म धमाधम काम पनि गर्छु बुन्नु पनि छ अलिअलि हेरौँ के हुन्छ सानो बिजनेस गरौँ भनेको बोटाइको बोहरूको यताउति है के हुन्छ हेरौँ न अनलाइन गरौँ भनेर सोच आइरहेछ के हुन्छ हेरौँ है त साथीहरू बत्तीहरू सबै निकाल्ने हो त्यहाँ भएको छ नि बत्तीहरू तारहरू अनि साथीहरू यतिखेर चाहिँ हामी दिउँसो खानासाना खाइवरी यता हाम्रो टेम्पो रिकन्डिसनमा आएको छौँ यहाँ हामीले चाहिँ के गर्ने नयाँ ठाउँमा भनिसकेपछि चाहिँ अब काठमाडौँ नफर्किने मेरो श्रीमान होइन अनि यही टेम्पो यसो लिउँ न त यताउति हुन्छ होला भनेर चाहिँ मैले चाहिँ यही गर्नु लाएँ अनि त्यसपछि काठमाडौँ नफर्किने एक्लै के बस्छस् त उता काम त एकदम राम्रो थियो नि के गर्ने होइन काठमाडौँबाट अर्डर आएको साथीहरू यो अर्डर चाहिँ मैले यो फरवाला कार्पेट मगाएको थिएँ अनि त्यो लिएर आएँ अनि त्यसपछि यहाँनिर यस्तो स्क्रन्ची बनाउनको लागि यस्तो कपडाहरू लिएर आएको छु है एक मिटर लिएर आएको थिएँ अलिक महँगै हालेछु अनि स्क्रन्चीको लागि इलास्टिक अनि मैले चाहिँ यहाँ थोरै धागोले पनि लिएर आएको छु इभल आई बनाउनुको लागि ह्याङ्गिङ गर्नुको लागि यति मात्रै केही पनि लिएर आएको छुइनँ यो चाहिँ कस्तो रहेछ क्या पुस गर्छ भाइ यस्तो छ 1500 200 उतै भएको 1600 मा आउँथ्यो नि 1600 मा आउँथ्यो अनि यहाँनिर बनाउने हो कि यहाँ राख्ने हो क्या
भने यहाँ राख्नु पर्यो भन्दैछु छ यहाँ कति 6 बजे कति मेरो भदा पनि आउनु भएको छ आज चाहिँ हेर मेरो जेठालाई भदाई आउनु भएको छ मेरो कान्छा जेठालाई कान्छा भन्नु के छ होमवर्क फटाफटी गरिहाल त केटाकेटी हो झ्यालमा बसेर बदाम खाँदै आज अलिकति गर्मी लागेको छ अरे अलिक बुरुसली देखाउँछ जिउ बुरुसली किन देखाउनु पर्यो त बुढी यहाँले न जिउ करङ फोटोकपी गर्नु पर्दैन है उहाँले चाहिँ बदाम लिएको बदाम खाएकै रहेछ मलाई पनि 1-2 वटा छोडाएर देऊ है स्याहार्नुलाई पनि बदाम पढिसकेर लेखिसकेपछि बदाम दिने हो जालु पढ एकजना यहाँ त यहाँ बस्ने मैले उता बस्ने अहिले उताबाट खेदाइहाल्छ यता टिभी लगाएपछि साथीहरू बेलुकीको खाना पकाउन रेडी भइसकेको छु यो चाहिँ हो सिस्नो लिएर आउनुभएको थियो तर यो सिस्नो त्यति साह्रो नपाक्ने रहेछ अहिलेदेखि पकाएको होइन कुनै कुनै चाहिँ लटक्क चिप्लो हुन्छ है एकदम अर्ग्यानिक हुन्छ र पाकिहाल्छ यो मेरो लागि मात्रै हो भोलिसम्म पुग्छ मलाई यो सिस्नो अनि यतापट्टि चाहिँ मैले चिकन पकाउँदैछु मजाले भुट्नु पऱ्यो साथीहरू चिकनलाई यसरी गरम मसला लाएर प्याज खर्राएर यसरी चिकनलाई गरम मसला लाएर प्याज खर्राएर हाल्दैछु अनि मैले चाहिँ के गर्नु त्यो दाल पकाएर दाल यति फालेको थिएँ अनि यहाँ त्यति गेडागुडीहरू छ यो पनि यसरी लाएर जरा उम्रेको यहाँ हालेको चिकनमा एकदम मिठो हुन्छ है साथीहरू यो चाहिँ मैले हाल्नुपर्ने हुन्छ मेरो अलिकति फ्रिजको ढोका बिग्रेर अलिकति चिसो हुनु छोडेको छ क्या हुनु त हुन्छ हावा जान्छ नि त त्यसलाई बनाउनु पर्ने छ बनाइदिन्छ अरे ढोका मात्रै बिग्रेको अरू त सबै चलिरहेको छ फ्रिज अलिकति बनाउँदा त गर्नु पनि छ नि त धरानतिर पूर्वतिर त काट्नु जस्तो कहाँ हुन्छ र मलाई मजाले भुट्ने यसरी चिकन र गेडागुडीको तरकारी पहिला पनि मैले पकाइसकेको छु यसरी मजाले यहाँ चाहिँ मैले अब तरकारी पाकिसकेर फेरि प्याज लगाइदिएँ नि त यो प्याज किन लगायो भन्नुहुन्छ होला होइन प्याज चाहिँ फेरि त्यसको फ्लेभर अर्कै टाइपको आओस् भनेर पहिला पनि प्याज लगाइसकेको थिएँ मैले तर लास्टमा पनि फेरि हाल्छु क्या म किनभने मलाई त्यस्तो मनपर्छ नि त साथीहरू म कुर्सीको तार्ने नानी आइज दिइराख्थे देखियो भात र मासु छ भात खान्छु